आजको राशिफल। आज मिति 2081 साल चैत्र महिनाको 9 गते शनिबार। मेष राशि। आर्थिक सामाजिक गतिविधि एकदमै राम्रो हुनेछ। भाग्यले साथ दिनेछ। मनोबल उच्च रहनेछ। गरेको कामबाट प्रसिद्धि र ख्याति पनि प्राप्त हुनेछ। यात्राको योग पनि आज रहेको छ। वृष राशि। पोजिटिभ थिङ्किङ र विचारहरू आउनेछन्। सकारात्मक व्यक्तिसँग भेट हुनेछ। यात्रामा प्रतिस्पर्धा र उत्तिकै लाभको योग पनि देखिएको छ। ईश्वरीय शक्ति र आशीर्वाद प्राप्त हुनेछ। मिथुन राशि। सहमति सहकार्य एकतामा तपाईँको बल हुनेछ। भाग्य प्रबल कारक देखिएको छ। आज कुनै नयाँ नौलो अथवा आफूलाई सहयोग गर्ने व्यक्तिसँग भेटघाट हुनेछ। जीवन पनि उच्च बन्नेछ। कर्कट राशि। मनमा सकारात्मक किसिमका कुराहरू आउनेछन्। भाग्यले साथ दिनेछ। मनोबल उच्च रहनेछ। गरेको कामबाट प्रसिद्धि र ख्याति पनि प्राप्त हुनेछ। त्यसै गरी नयाँ नौलो काम गर्नु तपाईँलाई राम्रो लाग्नेछ। सिंह राशि। राजनीतिक र सामाजिक कार्यमा निकै ठुलो लाभ देखिएको छ। त्यसै गरी खुसी, सकारात्मकता र नयाँ नयाँ विचारहरू आउनेछन्। आज लाभको योग पनि देखिएको छ। कन्या राशि। आज लामो समयदेखि बिग्रिएका भत्किएका केही महत्त्वपूर्ण कामहरू बन्नेछन्। प्राज्ञिक क्षेत्रमा बौद्धिक वर्गमा निकै राम्रो रहनेछ। कला साहित्य सङ्गीतबाट लाभ पनि प्राप्त हुनेछ। फिल्म लाइनमा हुनुहुन्छ त्यहाँ राम्रो गर्न सक्नुहुनेछ। तुला राशि। नयाँ नौलो कामबाट लाभ पाउनुहुनेछ। धन प्राप्तिको योग साथै मिष्टान्न भोजन प्राप्तिको योग पनि देखा परेको छ। बौद्धिकता बढ्नेछ। समाजमा तपाईँका केही सकारात्मक सन्देशले सबैलाई लाभ दिनेछ। वृश्चिक राशि। मनोबल उच्च बन्नेछ। पराक्रमको गति पनि तीव्र रहनेछ। कृषि पशुपन्छी चौपाई आदिबाट लाभ मिल्नेछ। आज घरमा अपरिचित व्यक्तिबाट सेवा सत्कार सम्मान प्राप्त हुनेछ। धनु राशि। केही हानि नोक्सानी र केही सामान्य गडबडको सम्भावना देखिएको छ। भाग्यले भने साथ दिनेछ। मनोबल उच्च रहनेछ। खुसी तपाईँले प्राप्त गर्नुहुनेछ। इच्छाएका कुराहरू तपाईँलाई परिपूर्ति या पुगेर आउनेछ। मकर राशि। साहित्यमा रुचि बढ्नेछ। धर्ममा जागरण बढेर जानेछ। आज केही लामो समयदेखिका कामहरू बन्नेछन्। विचार स्पष्ट रहनाले कसैले तपाईँलाई दबाउन थिच्न होच्याउन सक्ने छैन। कुम्भ राशि। आज केही स्वास्थ्यमा सामान्य गडबडी चोटपटकको भएर रहनेछ। मनमा अशान्ति या खराब किसिमका व्यक्तिबाट केही दुःख अब्जसको सामना गर्नुपर्नेछ। लामो समयदेखि रोकिएका केही कामहरू साँझपख बन्नेछन्। मीन राशि। लामो समयदेखिको दुःख झन्झट परेशानी तपाईँलाई छुटकारा मिल्न सक्छ। प्राज्ञिकता बौद्धिकता बढेर जानेछ। तपाईँले कुनै नयाँ काम गर्दै हुनुहुन्छ भने राम्रो लाभ प्राप्त हुनेछ। बोलीको प्रभावबाट निकै राम्रो कामहरू बन्नेछन्। आज तपाईँले गरेको कामबाट प्रसिद्धि पनि प्राप्त हुनेछ।